हेलो नमस्ते गाइस, स्वागत छ अर्को भिडियोमा। र आज हामी जाँदैछौँ डिनर गर्न। आज चाहिँ हाम्रो पाहुना आएको छ ब्रागाबाट। ब्रागादेखि पाहुना आएको छ। अनि पाहुनाको नाम चाहिँ के हो रे? आज हामी जाँदैछौँ कोरियन खान। नाम चाहिँ सिक्ताक। सिक्ताकमा डिनर गर्न जाने रे। टक्क रेडी भएर निस्केको भर्खर। बिस्तारै अब यहाँसम्म चाहिँ गाडी आउँछ, त्यसपछि यताबाट चाहिँ गाडी छिर्न मनाइ, प्रवेश निषेध। अब यो चाहिँ गाडी निषेधित क्षेत्र बाटो, मान्छे मात्रै हिँड्ने सरर। यो चाहिँ रुवादी सेदोफेता। अब यहाँबाट सिधा जाने, यहीँ नजिकै छ कोरियन रेस्टुरेन्ट पनि। त्यसपछि टक्क गएर दिनभरि घर बस्दा बस्दा आज छुट्टीको दिनमा अनि कहाँ जाने भयो। त्यसपछि अनि हाम्रो साथी नै आउनु भएको थियो ब्रागाबाट। अनि त्यसपछि कहाँ जाने भन्दा कोरियन खान मन लाग्यो अरे। अनि कोरियन खाना जाने। ट्याक्क त्यहाँनिर भयो। त्यसपछि यताबाट अनि यहीँनिर छ कोरियन रेस्टुरेन्ट। यहाँनिर छ भाडामा। यो चाहिँ ठाउँ भाडामा रहेछ। हारेन्दसे कता यतै थियो होइन कोरियन रेस्टुरेन्ट? ए त्यहाँ माथि हो क्या? के यही हो? यही रहेछ सिक्ताक। आमा प्याक छ क्या बुढी? ओहो, यहाँ रेस्टुरेन्ट प्याक रहेछ। अब एकछिन कुर्न पर्ने होला। अब के छ कस्तो छ अब एकछिन कुरम। त्यसपछि अनि टक्क कहिले आउँछ खाने पालो? बोर भयो गाइस। अब प्याक रहेछ रेस्टुरेन्ट। अनि हामीले रिजर्भेसन पनि गरेको थिएन। अरू बेला आउँदा खाली हुन्थ्यो। आज चाहिँ फुल रहेछ। अनि एकछिन टाइम लाग्छ भन्यो, 1 घन्टा जस्तो। अनि त्यसपछि चाहिँ हामी एकछिन यसो यहीँ नजिक पिङ्गो दोसमा यसो सामान लिन आएको। सिक्ताकमा जाने भनेको यहाँ लास्टमा मोना किचनमा आएर यो डिनर खाने यहीँ आयो। अब मोना चिकनमा टक्क चिकन खाने। चिकन मात्रै होइन, यहाँ धेरै रहेछ। यो यस्तो छ के हो यो भयो कम्बो। अनि यो पछाडि पनि छ यस्तो। यहाँ म्यामहरू
डिसाइड गर्दै हुनुहुन्छ हैन खानेकुरा के खाने हो मिठो मगाउनु है फेरि पछि गएर नमिठो नहोस् अनि यहाँ चाहिँ क्या दामी रहेछ क्या टक्क रेडी भएपछि चाहिँ टक्क यहाँ थिचिदिउँ होस् तर रेडी भएन क्रन्ची ल अब हामीले यहाँ थिच्यो अर्डर रेडी गर्न होइन अब यहाँ थिचेपछि एकछिनपछि यहाँ एकजना बहिनी आउनुहुन्छ एकजना बहिनी आउनुहुन्छ बहिनी पनि फेरि नेपाली नै रहेछ क्या अनि रहेछ अर्डर रेडी भयो त्यसपछि हामी भयो ड्रिङ्क्स पनि आयो कोक खाने जिन्जर एल खाने त्यसपछि बहिनी चाहिँ पानी खाने थ्याङ्क यू कपस्टिक पनि आयो धन्यवाद कुरा नै आयो हामी चाहिँ अब खाना सुरु गर्छु है त एकछिनमा भेटौँला खाना खाएर ल लाइभ स्ट्रिम गर्नुपर्ने रहेछ प्लेट कति खाना एकदम मिठो लाग्यो चेन भेन्चर मुना किचन हस् हामी एकजना नेपाली बहिनी नि हुनुहुँदो रहेछ यहाँ बहिनीको नाम चाहिँ के हो अरे अनु अनु बहिनीले मिठो खुवाउनु भयो आज हाम्रो म्याडमले पे गर्दै हुनुहुन्छ रिच म्याडम होइन डिभाइड गर्नु ल गाइस अब खाएर पनि आयो डिनर गरेर दामी मिठो खाइयो अर्कै सिक्ता भन्ने रेस्टुरेन्टमा गएको त्यहाँ प्याक भएर अलि यतापट्टि नयाँ रेस्टुरेन्ट खोलेर रहेछ मुना किचन भन्ने त्यसको ब्रान्च चाहिँ लिजोनमा पनि छ अनि त्यहाँबाट अहिले चाहिँ नयाँ भर्खर 4 महिना भएछ खोलेको अनि यसो चाखिदिउँ न त भनेर गएको मिठो लाग्यो होइन ड्याम्म अगायो हाम्रो नेपाली दिदीहरू दिदी बहिनीको हो होइन बहिनीहरू चाहिँ दिदी हो त्यसपछि दाइहरू रहेछ किचनमा सर्भिस राम्रो लाग्यो खाना पनि राम्रो लाग्यो टक्क गएर खानु होला अब यही हो यति भन्दै अब घर पनि जाँदैछौँ त्यसपछि टक्क गएर अब रेस्ट गर्ने भोलि फेरि काममा जानुपर्छ त्यही भएर अब सर हावा खाँदै एकछिन वक हान्ने खाना खाएको नि पच्छ त्यसपछि गएर फ्रेस हुने अनि सुत्ने हस् त गाइस अब आजलाई यति नै बाँकी कुरा अब अर्को भिडियोमा भेटौँला भेटेर गरौँला आजको लागि यति नै बाई बाई च्याउ नमस्ते के भन्नु छ के भन्नु छ ल हस् त गाइस चाउ चाउ बनोइ नमस्ते च्याउ